भिडियो गरेको। घाम, हिमाल प्लस सगरमाथा हिमाल अनि हाम्रो जुन पनि यहाँबाट यी घाम र जुन चाहिँ सँगसँगै घाम जुन अस्ताउन लागेको छ है, यो हाम्रो दुईटा मन्दिरको चेपबाट देखिने जुन हो। अनि कुम्भकर्ण अनि घाम घामको फोटो खिच्दाखेरि जुनको पनि टल्किँदो रहेछ, आउँदो रहेछ यार यहाँ आफै यताको। ल अहिले घाम र जुन सँगै देखियो है। ल माथि आउनुपर्छ नि भाइ। यताको जुनको पनि फोटो आइरहेछ यहाँ पछाडिबाट यताको आइरहेछ घामले गर्दाखेरि क्या। यहाँ पनि आइरहेको रहेछ जुनको फोटो आइरहेछ उहाँबाट परबाट यताको घामको एन्टी लाइटले तान्छ नि त जुन यहाँ छ त त्यो आइरहेछ क्या, एन्टी लाइटले तान्छ क्या घामको जुनलाई पनि तानिदिन्छ। घाम र जुन देख्न गाह्रो पर्छ नि त, भाग्य मान्छेमै देख्छ। घाम आयो, अब जुनको फोटो खिच्दाखेरि घामको पनि आउनु पर्ने हो। होइन म भिडियो गर्दैछु दाइ, गर्नु न आफै आइहाल्छ। ए जुन आफै आइहाल्छ मोबाइलमा। दुइटै देखिन्छ, एन्टी लाइटले तान्छ क्या घामको एन्टी लाइट। कहाँ देख्नु विवेक कि विवेक नदेखेर बोलाएको नि। सबैको मोबाइलमा आउँदैन नि फेरि यो हो। एक घन्टा लेट यार तिमीलाई। किन होइन 5 बजी आइपुग्यो कसम। सबभन्दा पहिला म यहाँ आएको 30 मिनट पछाडि भेना आउनु भएको, त्यसको 10-15 मिनट पछाडि जुन थोरै देखियो है। अब घाममा उ गर्ने बित्तिकै जुन आइहाल्छ। अब कस्तो बाइक चिसो अहिलेदेखि हो खुट्टा त जवाब दिइसक्यो मेरो। यसलाई यस्तो घुमाउनु त जुन घाम नदेखिने बित्तिकै जुन पनि हराउँछ हो। मजा आउँछ, तातो हुन्छ तल पनि। कतिको तातोमा जानु जुन अस्ता आएपछि ठ्याक्कै हुन खोज्छ। अहिले एउटै रेन्जमा छ घाम र जुन, बराबर उता पनि त्यस्तै छ ठ्याक्क, त्यसले गराउँछ। कस्तो पन्जी किन्नु पर्ने हिजो जस्तो हुने भन्ने जस्तो लाग्यो।